काठमाडौँ उपत्यकामा आज गणतन्त्रवादी र राजावादीहरूले अलग अलग प्रदर्शन गर्दैछन्। गणतन्त्रवादीहरूले प्रदर्शनी मार्गमा र राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्दैछन्। उनीहरूको प्रदर्शन अलग अलग भए तापनि राजावादीहरू नारायण हिटीतर्फ जाने प्रयास गर्ने हुँदा आन्दोलनमा झडप हुने सम्भावना पनि देखिएको छ। राजावादीहरू प्रहरीसँग या गणतन्त्रवादीहरूसँग भिड्न सक्ने सम्भावना छ। त्यसमा पनि दुर्गा प्रसाईले सबै हात हतियार लिएर आउन आग्रह गरेकाले पनि आन्दोलन शान्तिपूर्ण रहनेमा सुरक्षाकर्मीहरू नै संशयमा छन्। यसका लागि प्रहरीले पनि सुरक्षा व्यवस्था कडा पारेको छ। गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले गरेका छन्। राजावादीहरूको नेतृत्व पूर्व पञ्च 86 वर्षीय नवराज सुवेदीले गरेका छन्। तर आजको प्रदर्शनको कमान्डर भने मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तोकिएको छ। समाजवादी मोर्चाले भ्रष्टाचार र बेथिति विरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्न लागेको जनाएको छ। यसैगरी राजावादीहरूले संवैधानिक राज संस्था पुनर्स्थापनाका लागि प्रदर्शन गर्न लागिएको जनाएका छन्। आजको एसई परीक्षा 11 बजे सकिएपछि 12 बजेदेखि प्रदर्शन सुरु गर्ने तयारी छ। दुवै पक्षको प्रदर्शन एकै समयमा हुन थालेपछि काठमाडौँ उपत्यकाभर सुरक्षा सतर्कता बढाइएको छ। सुरक्षा सतर्कता अपनाउने क्रममा राजावादीहरूको समूहलाई चक्रपथभन्दा भित्र प्रवेश गर्न नदिने र गणतन्त्रवादीहरूलाई काठमाडौँ चक्रपथभित्र सीमित गर्ने गरी रणनीति तयार पारिएको छ। गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आम्ने सामने हुनै नदिने रणनीति अनुसार प्रदर्शन र सभा गर्नका लागि अलग अलग ठाउँ तोकिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गणतन्त्रवादीहरूको नेतृत्व गरेको समाजवादी मोर्चालाई प्रदर्शनी मार्गमा र राजावादीहरूलाई तीनकुनेमा सभा गर्ने ठाउँ तोकिएको छ। दुई पक्षधरले शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनी मार्गमा ठूलो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ। प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा 3500 प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ। सुरक्षा कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विश्व अधिकारीले गर्ने भएका छन्। प्रदर्शन स्थलमा एसपी अपिल बोहरा खटिनेछन्। समाजवादी मोर्चाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रका एक नेताका अनुसार प्रत्येक प्रदेश कमिटीहरूलाई 10-10 हजारको दरले समर्थक भेला पार्न भनिएको छ। त्यसैगरी जनवर्गीय संगठनहरूलाई पनि 3 देखि 5 हजार जनशक्ति उतार्न भनिएको छ। यसैगरी विप्लव नेतृत्वको नेकपा, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका पनि नेता कार्यकर्ता र समर्थकहरू थपिँदा मानिसहरूको संख्या अझै बढ्ने अनुमान छ। त्यस्तै राजावादीहरूले पनि आज हजारौंको संख्यामा मानिसहरू उतार्ने बताएका छन्। हेलो स्वयंसेवा साथीहरू, मलाई सुन्नुहोस् त, अगाडि आयो, अगाडि नआउनुहोस् त। हेलो बाधा रोक्नुहोस् न एकछिन। बाधा एकछिन रोक्नुहोस् त। म त यार हिजो आएको बिहान। एकछिन चुप लाग्नु होला। यो अगाडिको ब्यानर लिएर पदाधिकारी कमरेडहरूका लागि मात्रै हो। दुईजनाले धेरै खुस्ता लाग्न पाइँदैन। कर्मचारी संयन्त्रलाई दलीयकरण गर्न पाइँदैन। जनविरोधी सरकार प्रतिगामी संयन्त्र बन्द गर। प्रतिगामी संयन्त्र बन्द गर। संसारका मजदुर एक हौ। संसारका मजदुर एक हौ। साथीहरूले एकचोटि झन्डा फहराइदिनको निम्ति म आन्दोलन गर्दछु। सबै साथीहरूले झन्डा फहराउनको निम्ति म आन्दोलन गर्दछु। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिन्दाबाद। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिन्दाबाद। प्रतिगामी संयन्त्र बन्द गर।
स्वागत पानी प्रीतम राजको स्वागत Let's go!